साथीहरु स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरुलाई के गर्दै हुनुहुन्छ सो म चाहिँ हिजो 26 तारिक भाइसँग काठमाडौँ यात्राबाट ल्याएको थिएँ आज 27 तारिक आइपुग्यो फाइनली धरान काठमाडौँ रातभरि यति साह्रो थकाइ भयो ज्यान दुखेर गाडी यति अप्ठ्यारो पर्यो न मजाले ढल्किनु पायो सिट पनि एकदम अप्ठ्यारो के साथीहरु काठमाडौँ जस्तो आइपुग्यो तर दिनभरि सुतेर म चाहिँ भर्खर उठेको ज्यान अहिले पनि खरखरी दुखिरहेछ सो अहिले चाहिँ मेरो आमा जुतीको घरमा आइपुगेको छु भर्खर सुतेर उठेको ज्यान साह्रै दुखिरहेछ म तपाईलाई सिनहरु देखाउँछु सिनमा माथि तल चढ्दैछु गाइस यो जग्गा टोयलेट आमा जुतीको आज पुरै थाकिरहेको छ पछाडिको सिनहरु देख्नुहुन्छ आमा जुतीको घर परिको माथि त तल चढे त्यो भान्जाबारीको रुम है साथीहरु तर यहाँ आउनु न हङकङमा आउनुहुन्छ रुम चाहिँ खाली छ घर डल्लै खाली छ बुढाबुढी आमा जुदी र दाइ हुनुहुन्छ सो घर सम्हाल्ने सानो मान्छे कोही छैन यहाँ गरी अब छोराबारी त गरी खानु पर्यो लाग्नै पर्यो साथीहरु मेरो ज्यान दुखेर मर्ने बेला भएर छ अझैसम्म पनि सुतेर नि निको भएको छैन फेरि म अर्को तल चढ्दैछु गाइस आमा साथीहरु काठमाडौँ पनि गरम पलाएछ कति छतमा चढे प्यारा लुगा सुकाइदिएको सुकेछ आमा जुतीको सबैभन्दा टपको छट हो यो तन्नाहरू पनि सुकेछ अब उठेर तल झारिदिनु पर्यो बिचरा माथि चढ्नु सक्नुहुन्न एकदम वृद्ध भइसक्नु भएको छ परपरको सिनहरु हेर्नुस् घरको छटै मात्र दिन्छ घरको छटै मात्र ओके आजको मेरो भ्लग भिडियो के भन्नु सबै यही हो गाइस म यतिमै राख्छु ओके बाइ बाइ